Hello, hello guys, नमस्ते. हेलो गाइज नमस्ते. फेरि पनि स्वागत छ मेरो नयाँ और अभी तो रुको, क्लाइमैक्स अभी बाकी है. अस्ति एउटा भिडियो अपलोड गरेको थिएँ जसमा मेरो श्रीमतीले भएन, तपाईले त जान्नु भएन, तपाईलाई त नमस्ते भन्न पनि आएन अनि त्यसरी भन्न हुन्छ, त्यो थर्काउँदो पाराले अनि कनी कनी बोले जस्तो पो सुन्यो त भन्दै थिइन्. अनि मैले के नमस्ते भन्न त्यस्तो जानिन र अब दुई हातले जोडेर नमस्ते गर्न त म सक्दैन. अनि नमस्ते म प्र्याक्टिस गर्छु है त. और अभी तो रुको, क्लाइमैक्स अभी बाकी है. साथीहरु, वेलकम टु माई न्यू ब्लग. स्वागत छ. यहाँ त नमस्ते नै आएन. हेलो साथीहरु, नमस्कार. मेरो भिडियोमा स्वागत छ. यो मिल्यो त? खै त नमस्ते भन्न खै यस्तै लाग्छ मलाई. हेलो साथीहरु, नमस्ते. फेरि पनि स्वागत छ. यही त भन्छु मैले. तपाईहरुले सिकाइदिनुस् त यार. मैले त जानिन कि लाज लाग्यो कि नमस्कार भन्न जानेन कि मैले. राम्रो भएन भन्छन् बुढीले. आज तपाईको सुरुवात कसरी सुरु भयो? बिहानको सुरुवात. आज चाहिँ म बिहान टक्क उठेँ हैन, चिसो मौसम थियो. आज उली त हुन त जताकतै चिसै छ. अनि बिहान 7 बजे उठ्यो गाइस. उठेर अनि बुढीलाई चिया बनाएर ल्याउ नि त भने चिया पिएँ. अनि बुढीलाई पनि अलि सन्चो थिएन. अनि आज के खाने भन्ने कुरोमा एकछिन डिस्कस पर्यो हेर्नुस्. अनि त्यसपछि ल ठिक छ, आज खिचडी नै खाऊ न त भनेर खिचडी बनायो रे. त्यसमा 2 चम्मच भैँसीको घिउ राखेर दबाएर खाइयो. अनि त्यसपछि करिब 10 बजेतिर 9:30 बजेतिर छोरी पनि स्कुल गई. आजदेखि एक्जाम, सेकेन्ड टर्म हो कि थर्ड टर्म हो, एक्जाम सुरु भयो. अनि बुढीको पनि आफ्नो स्कुलमा गयो. अनि म पनि औषधि खाएर एकछिन पल्टे हैन. औषधि खाएपछि हल्का निद लागे जस्तो हुन्छ मलाई. त्यो अलिकति कडा खालको औषधि रहेछ सायद. अनि त्यसपछि सुतेर अहिले 4 बजे फेरि म यसो खुट्टा तन्काउनु पर्यो भनेर यसो गाउँतिर निस्केको छु. बात त सही है. दौडना त पर्ता है. अनि आई होप तपाईहरु पनि सन्चै हुनुहुन्छ होला. अनि यो मेरो भिडियो कहाँसम्म पुग्यो त? कहाँबाट हेर्दै हुनुहुन्छ? अनि यो सत्य विचार, त्यसपछि सत्य कथा व्यथाको लागि मेरो च्यानलमा जोडिन सक्नुहुन्छ. यसमा चाहिँ कुनै पनि स्क्रिप्टेड हुँदैन साथीहरु. किनभने म हातले स्क्रिप्ट लेख्न पनि सक्दैन. अनि यसो मोबाइल बोक्यो अनि हिँड्यो केटो गाउँतिर. त्यस्तै छ यताको वातावरण. ल हेर्नुहोस् त. अनि यता यो माछा पोखरी हो, पहिलेको माछा पोखरी बनाएको थियो, अहिले त सुके रहेछ. ल अब नेक्स्ट भिडियोमा है त